हेलो नमस्ते म निमेश विष्ट गुरु ग्रेजुएट वर्ल्ड वाइडबाट एक्चुअली मेरो फेस आज फर्स्ट टाइम हेर्दै हुन्छ तपाईँहरूले हाम्रो च्यानल्समा अलरेडी धेरै पोस्टहरू छन् सिम्पली त्यहाँ अरू भिन्न फेसेसहरू देखिसक्नु भएको छ भने आज म फर्स्ट टाइम आउँदैछु र एज यो इन्ट्रोडक्टरी भिडियो पनि हो वाट एक्ज्याक्टली हु वी आर भन्ने विषयलाई क्लियर गर्नको लागि चिरफार गर्नको लागि सो सिम्पली बुझ्नुहोस् चारजना नेपाली विद्यार्थी चाहिँ आफ्नो फ्युचर एजुकेसनको लागि अब्रोड एजुकेसनको लागि चाहिँ फरक डेस्टिनेसन कन्ट्रीमा गएर ग्रेजुएट भएर एउटा सेटलिङ प्रोसेस र सेटल्ड भएर फ्युचर पर्सपेक्टिभ स्टुडेन्टको लागि चाहिँ एक्चुअली वास्तवमा बाटो के रहेछ त होइन कसरी सहज रहेछ कसरी चाहिँ एउटा त्यो डेस्टिनेसनमा पुगेर होइन अचिभमेन्ट लिन सकिन्छ होइन एउटा सेटलमेन्टको प्रोसिड्युर के हो त त्यो देश कस्तो रहेछ त वास्तवमा होइन एक्चुअली कुनै देशबाट कुनै देश पुग्नु मात्रै ठुलो कुरा होइन त्यो पुग्ने प्रोसेसमा त्यो जर्नीमा कति के कुराहरू आउँछ होइन जस्तै त्यो पुगिसके पछाडि वास्तवमा त्यो देशमा गएर गर्ने के रहेछ त अथवा कसरी चाहिँ हुँदो रहेछ भनेर जान्नु वास्तवमा त्यो महत्त्वपूर्ण विषय हो सो सिम्पली हामी भनेको चारजना नेपाली विद्यार्थी सिम्पली म अहिले जर्मनीमा छु र मेरो तीनजना अरू गुड फ्रेन्डहरूले चाहिँ दे आर इन क्यानाडा सो वी अल आर ग्रेजुएट म जर्मन ग्रेजुएट दे आर क्यानाडियन ग्रेजुएट अनि अल्सो एडिसनली हामी आइसिएफ सर्टिफाइड स्टुडेन्ट काउन्सिलर पनि हौँ विद्यार्थीलाई कसरी चाहिँ विथ केयरिङ होइन उसलाई कसरी चाहिँ एसिस्ट गर्ने भन्ने विषयहरू जस्तै डिरेक्टली ऱ्यान्डमली विदाउट प्रोपर नलेज विदाउट स्किल्स विदाउट सफिसियन्ट आइडियाज तपाईँ कसैलाई परामर्श सहज रूपमा दिन सक्नुहुन्न अनि वास्तवमा त्यही सबै कुराहरू हामीहरूले चाहिँ एज अ ट्रेनिङ लिएर सर्टिफाइड छौँ र हामी डेस्टिनेसन कन्ट्री एबाउट क्यानाडा जर्मनीको बारेमा आफै पनि भोगेको हुँदाखेरि चाहिँ सिम्पली हामी विश्वास राख्छौँ कि हामीसँग पर्याप्त रूपमा नलेज छ कसैलाई ज्ञान बाँड्नको लागि एक्ज्याक्टली सो हामी चारजना नेपाली नेसनल इन्टरनेसनली ग्रेजुएट एन्ड सेटल्ड क्यानाडा र जर्मनीमा हामी हाम्रो एक्सपिरियन्स फ्युचर ग्रेजुएट जो अहिले नेपालमा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ डेलिभर गर्ने हिसाबले एउटा स्टार्ट गरेको एउटा सानो इनिसिएटिभ डेस्टिनेसन कन्ट्री बेस्ड क्यानाडा र जर्मन बेस्ड नेपालको लागि एउटा राइट टाइम राइट इन्फर्मेसन डेलिभर गर्ने हिसाबले खोलेको एउटा संस्था हो लेट्स से इट्स अ कन्सल्टिङ कम्पनी द्याट्स वाट वी कल गो ग्रेजुएट वर्ल्ड वाइड यसलाई हामीले दुई भिन्न रूपमा विभाजन गरेका छौँ क्यानाडा र जर्मनी किनभने कोही मान्छे जर्मनीमा छ भने उसले क्यानाडाको बारेमा त धेरै कुरा जानकारी लिन सकेको हुँदैन होइन जेनरल नलेजले पुग्दैन वास्तवमा स्पेसिफिक हुनुपर्ने हुन्छ त्यो हुँदा हामीले ग्रो ग्रेजुएट क्यानाडा भनेर नेम दिएका छौँ जसमा हुनुहुन्छ सर किरण ओली सर प्रज्वल सिमखजा म्याम अङ्किता उप्रेती र जर्मनीमा म आफू छु अनि मेस विष्ट ग्रो ग्रेजुएट जर्मनी भनेर सो तपाईँ नेपालमा हुनुहुन्छ सिम्पली नट जस्ट अ स्टुडेन्ट है यो किनभने यो एउटा यस्तो खालको लेट्स से इट्स अ बिग टपिक बाई द वे कुनै देशबाट कुनै देशमा गएर पढ्न जानु त्यो प्रोसेस लगानी यी सबै धेरै इन्फर्मेसन धेरै कुराहरू त्यति सजिलो हुँदैन इट्स अबाउट इट्स रियली च्यालेन्जिङ बाई द वे बिकज किन तपाईँलाई केही थाहा छैन वास्तवमा त्यो देशको बारेमा अन्य देश जाँदै हुनुहुन्छ त्यसको बारेमा जानकारी पूर्ण छैन भने धेरै कुराहरू गाह्रो पनि हुनसक्छ होला किनभने हामीले धेरै कुराहरू वास्तवमा अरूबाट पनि दिइरहेका हुन्छौँ सुनिरहेका हुन्छौँ एक्ज्याक्टली यही नै हो सो सिम्पली हाम्रो कोसिस के भन्दाखेरि चाहिँ हामी सम्बन्धित देशमा बसेर विद्यार्थीलाई अब त विद्यार्थीको मात्रै रहेन विद्यार्थीको प्यारेन्ट्स पनि हुनुहुन्छ इन्भल्भमेन्ट यसमा किनभने विद्यार्थी आफूले मात्रै गर्ने कुरा रहेन र त्यसमा ग्रान्ड प्यारेन्ट पनि गर्न सक्नुहुन्छ जो कोही चाहिँ यो प्रोसेसमा आफ्नो छोराछोरी होइन वाटेभर नाति नातिनासँग आबद्ध भएर उनीहरूको फ्युचरको लागि सपोर्ट गर्न रुचाउनुहुन्छ र तपाईँहरूमा अफकोर्स मलाई थाहा छ धेरै जिज्ञासा छ जानकारी चाहिएको छ तपाईँहरूलाई लगानी हुन्छ फर्स्ट अफ अल त कसरी गर्न सकिन्छ होइन त्यो देश कस्तो के छ व्यवस्थापन होइन त्यहाँको स्कुल कस्तो रे युनिभर्सिटी कस्तो रे त्यहाँको सहर कस्तो रे गाउँ कस्तो रे त्यहाँ कसरी गर्ने त अथवा स्टार्ट कसरी गर्ने यहाँ त कुरा त
तपाईँको कुनै स्कुलमा एउटा एडमिसन पाउनु मात्रै नभएर एरोप्लेनको टिकट मात्रै काट्नु नभएर नेपालमा बसेर भिजा मात्रै अप्लाई गर्नु नभएर त्यो देशमा चाहिँ कसरी सुरु गर्ने त्यो चाहिँ महत्त्वपूर्ण पाटो छ यहाँनिर वास्तवमा। हामी कति सजिलो रूपमा देख्छौँ नि कुनै देश भिजा लाग्यो गयो सक्यो, तर त्यहाँ पुगे पछाडि वास्तवमा जोर्नी सुरु हुन्छ। यो कुरा हामीले ख्याल राख्नुपर्छ। एक्ज्याक्टली त्यो मनसायको लागि, त्यो सोचको लागि, त्यो सहयोगको लागि वास्तवमा हामी बनेको हौँ। किन भन्दा हामीले भोगेका छौँ। हाम्रोभन्दा अगाडिको स्टेजमा समयमा त्यस्तो हामीलाई कोही पनि त्यस्तो मान्छे हुनुहुन्न थियो कि जसले चाहिँ पर्याप्त रूपमा समय दिनुहुन्थ्यो। तपाईँ कसैलाई सोध्नु एउटा टपिकमा उसले जानेको थोरै भनिदिन्थ्यो, तपाईँ त्यसको जजमेन्टमा अगाडि बढ्नु पर्थ्यो। अहिले हामी छौँ, तपाईँले जानकारी चाहिएको छ, त्यसको बारेमा हाम्रो एक्सपिरियन्स छ, तर नगरेको भए पनि हामी सत्य तथ्य खोजेर बुझेर जानकारी लिएर पर्याप्त इन्फर्मेसन बटुलेर हामी तपाईँलाई दिन चाहन्छौँ। त्यो हामी हौँ। सो सिम्पली फ्युचर ग्रेजुएट जो नेपालमा हुनुहुन्छ, तपाईँहरूको भविष्य यदि विदेशमा पढ्न जाने सोच राख्नु भएको छ भने इट्स ओके, इट्स नाइस थिङ। विदेशमा पढ्न जानु होइन, अनि त्यहाँ ग्रेजुएट हुनु, क्षणिक समयको लागि बसोबास गर्नु, कमाउनु, आफ्नो परिवार लानु, घुमाउनु, इट्स ओके। द्याट्स अ वर्ल्ड बाइ द वे। किनभने संसार सानो छ, संसार गोलो छ, सानो छ। अहिले त इन्फर्मेसन टेक्नोलोजी, ट्रान्सपोर्टेसन एकदम सजिलो छ, एकदम समय भिन्न छ अहिले वास्तवमा। सो इट्स अप टु यु इफ यु आर लुकिङ फर राइट इन्फर्मेसन, राइट सपोर्ट, देयर वी आर। सो स्टे ट्युन, Grow Graduate Worldwide. There we have Grow Graduate Canada. There we have Grow Graduate Germany. You have contact details like हरेक च्यानलमा पाउनुहुन्छ, हाम्रो इमेल, इन्टरनेट, एभ्रिवेयर। यु क्यान कन्सल्ट अल्स, हामीसँग सोध्नु सक्नुहुन्छ, लाइभ सेसन राख्न सक्नुहुन्छ, 30 मिनट्स, 1 hour विथ फ्यामिलिज। लाइक तपाईँ आफ्नो लेट्स से सिटिङ हलमा बसेर आफ्नो परिवार, डेडी मम्मी whatever सबैसँग बसेर पर्याप्त रूपमा तपाईँ इन्फर्मेसन लिन सक्नुहुन्छ अबाउट Canada and Germany. Why not we, actually? So let's give a try. Let's help each other, by the way. Sharing is caring. जो कोहीले यो भिडियो हेर्दै हुनुहुन्छ, आफूलाई नभएर अरूको लागि आवश्यकता पर्न महसुस गर्नुहुन्छ भने सेयर गर्नु होला। त्यो हुँदा अरू कसैलाई कल्याण हुनेछ वास्तवमा। Let's work together for student journey, safe journey, right journey, settled journey. Stay tuned till next.